हेलो एभ्रिवान, के छ खबर? सन्चै हुनुहुन्छ? आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। र आज पनि एउटा रियाक्सन भिडियो लिएर आइसकेको छु। भिडियो 18 वर्ष एके एसके कमल नेपाली ऱ्याप सङ 2026 र ढिला नगरी सुरु गरिदिइहालौँ है त, सुनिदिइहालौँ, हेरिदिइहालौँ। लेट्स गेट इट। ओहो के हो यार, फर्स्टमै स्याड बनाउने खालको हुन्छ त। 18 वर्षको उमेरमै खाइसके हजारौँ चोट आफ्नै बन्ने मान्छेबाट भेटाएँ नि मैले खोटो सफलताको भोग मनमा रित्तो छ कतिको नोटो मैले अभागी छु कसैलाई दिँदैन दोष दुःखमा चिने मैले मान्छेहरूको सक्कली फर्स्ट भर्स त कडा छ जस्तो छ त। फर्स्टमै हल्का रिपिट सुन्ने भयो त। 18 वर्षको उमेरमै खाइसके हजारौँ चोट आफ्नै बन्ने मान्छेबाट भेटाएँ नि मैले खोटो सफलताको भोग मनमा रित्तो छ कतिको नोटो मैले अभागी छु कसैलाई दिँदैन दोष दुःखमा चिने मैले मान्छेहरूको सक्कली बाहिर दिनु तर भित्र मनमा परेको रात हाँस्दा म दुख्दै थियो साथीको माथि छातीमा छुरा खोप्नेले सबले गरे घात मतलबी दुनियाँ यो स्वार्थीसँग सार पछिबाट घात गर्ने यहाँ चलेको छ पार दुःखको बारी बोक्दा थेक्न गाह्रो भयो बार शब्दलाई नै बनाउँदैछु आफ्नो हतियार मतलबी दुनियाँ यो स्वार्थीसँग सार ड्याम अति दामी यार। के हो यार, भर्खर उसको चाहिँ अब भर्खर ग्रो भएको अन्डरग्राउन्ड ऱ्यापरहरू जस्तो छ होइन। तर के हो यार, शब्दले त कडा हाने त लिरिक्स त कडा छ त हौ, सम्धिहरू भने जस्तो। पछिबाट घात गर्ने यहाँ चलेको छ पार दुःखको बारी थेक्न गाह्रो भयो बार शब्दलाई नै बनाउँदैछु आफ्नो हतियार सफलताको बाटो हिँड्दा कति आए डालो लडाउन खोज्दैछन् बुझेको छु सबको चालो सोझालाई फसाउने यहाँ बिछाएको जालीमा बस्ने भेट्दैछु मेरो यो हाल कसैलाई देखाउँदिन मनभित्रको पीर अन्धकार जीवनमा उज्यालोको तीर जति आँधी हुरी आए नि झुकाउँदिन शिर सफलताको पहाड चढ्ने उम्लिँदैछु भिर गाह्रो छ अहिले बिट चाहिँ अति दामी छ होइन। फ्लो चाहिँ हल्का हल्का कता हल्का कतै झुकेको हो कि नउठाएको हो कि जस्तो टाइपको छ के हो। मनमा छ रोग सफलताको शिखर चुम्ने मनमा छ भोग मेरो प्रगति देख्न नस्ने गर्दैछ नशोक कथा लेख्दैछु म सङ्घर्षको पुगेर हरेक चोक गाह्रो छ अहिले पाइलामा छ रोग सफलताको शिखर चुम्ने लिरिक्स चाहिँ दामी छ तर हल्का नउठाएको हो कि जस्तो लाग्यो। फ्लोमा बिटमा हल्का नउठाएको हो कि के हो। अलि फेरि मोबाइलबाटै रेकर्ड गरेको जस्तो गीत छ कि के हो यो। तर अति दामी छ, लिरिक्स चाहिँ अति दामी छ। मेरो प्रगति देख्न नस्ने गर्दैछ नशोक कथा लेख्दैछु म सङ्घर्षको पुगेर हरेक चोक छोडी जानेसँग लाउनु छैन आफ्नै कथा लेख्दैछु म रच्दैछु गीत सधैँ हारमा बस्दैन एक दिन हुनेछ जित हारे पनि लड्ने यो अभागीकै रित छोडी जानेसँग लाउनु छैन मित आफ्नै कथा लेख्दैछु म रच्दैछु गीत सधैँ हारमा बस्दैन एक दिन हुनेछ नि जित हारे पनि लड्ने यो अभागीकै रित छोडी जानेसँग लाउनु छैन मित आफ्नै कथा लेख्दैछु म रच्दैछु गीत सधैँ हारमा बस्दैन एक दिन हुनेछ नि जित हारे पनि लड्ने यो अभागीकै रित ल भिडियो चाहिँ यही हो होइन, राम्रो छ उसको गीत तर हल्का कता हल्का बिट त अति दामी छ, लिरिक्स पनि अति दामी छ तर हल्का कता नउठेको हो कि के भएको के नपुग्यो जस्तो चाहिँ भइरहेछ होइन। तर अति दामी छ।
सारा आउट टु 18 वर्षको उमेरमै हाम्रो खेसो ब्रदरलाई हजारौँ चोट आफ्नै भन्ने मान्छेबाट भेटाए नि मैले अति सही छ ल सफलताको भोग मनमा ऋतु छ